दशा हुन् महाराणा, कोल्हापुरका राजा, कोल्हापुरका साहु महाराज। आजभन्दा करिब 110 वर्ष अगाडिको कुरा हो। कोल्हापुरको भाउसिङजी रोडमा गंगाराम काम्ले नामका एक युवकले चियाको पसल खोलेका थिए। गंगाराम काम्लेले आफ्नो पसलको नाम सत्य सुधारक राखेका थिए। उनको पसल सफा थियो र चियाको स्वाद पनि उत्कृष्ट थियो, तर उच्च जातिका मानिसहरूले उनलाई बहिष्कार गरे। उनीहरू निकै रिसाएका थिए कि एक दलितले चिया बेचिरहेको छ। एक दिन अचानक यो पसल पुरै कोल्हापुरमा चर्चाको विषय बन्यो, किनभने पसलमा चिया पिउन आएका व्यक्ति कोल्हापुरका महाराजा छत्रपति साहुजी थिए। अघिल्लो शताब्दीको सुरुवाती वर्षहरूमा यो कुनै सामान्य कुरा थिएन, किनभने 26 गते असोज 1874 मा जन्मिएका साहुजी कुनै साधारण राजा थिएनन्, बरु महान छत्रपति शिवाजी महाराजका वंशज थिए। छत्रपति राजर्षि साहु महाराज, कोल्हापुरका महान राजा राजर्षि साहु महाराज, हामी सबैका प्रेरणा राजर्षि साहु महाराज। नमस्ते जी, म हरप्रीत कौर हुँ। आज हामी त्यो भारतको कुरा गर्दैछौँ जहाँ आजभन्दा 100-125 वर्ष अघि कति मानिसहरूले आफ्नो नामसँग समाज सुधारकको उपाधि जोडेर बसेका थिए। तर गहिराईमा जाँच गर्दा थाहा हुन्छ उनीहरूको काम केवल भाषणमै सीमित रह्यो, जबकि एउटा संस्था यस्तो पनि थियो जससँग जोडिएका मानिसहरू भाषणमा होइन सिधै जमिनमा ठोस काममा विश्वास राख्थे। महाप्रतापी छत्रपति शिवाजी महाराजका वंशज महाराजा छत्रपति साहुजी त्यो संस्थासँग जोडिएका थिए। साहुजी महाराजको शैली निकै फरक थियो। धेरै पटक उनी जातिवादमाथि सिधै प्रहार गर्थे, कहिले मायाले बुझाउने प्रयास गर्थे भने कहिले मजाकमै आफ्नो कुरा राख्थे। त्यो समयमा अधिकांश मानिसहरू गम्भीरतापूर्वक विश्वास गर्थे कि कुनै दलितले छोएमा उनीहरूको धर्म भ्रष्ट हुन्छ। दलितहरूलाई मन्दिर र धेरै सार्वजनिक स्थानहरूमा जानबाट रोकिएको थियो। तर ती महाराजा छत्रपति साहुजी नै थिए जसले आफ्नो राज्यमा मात्र होइन आफ्नै राजमहलमा पनि यसको विरुद्ध बिगुल फुकिरहेका थिए। एकपटक राजमहलभित्र बनेको पोखरीको छेउमा एक मराठा सैनिक सन्तराम र उच्च जातिका केही व्यक्तिहरूले गंगाराम काम्लेलाई नराम्रोसँग कुटपिट गरे। उनीहरूको भनाइ थियो कि दलित युवक गंगारामले पोखरीको पानी छोएर त्यसलाई अपवित्र बनाएको थियो। त्यो बेला साहुजी महाराज कोल्हापुरमा थिएनन्। जब उनी फर्केर आए, गंगारामले रुँदै रुँदै आफ्नो सम्पूर्ण कुरा उनलाई सुनाए। यसमा साहुजी निकै रिसाए र उनले सन्तरामलाई घोडाको चाबुकले हानेर जागिरबाट निकालिदिए। त्यसपछि उनले गंगारामलाई अंगालोमा समातेर भने, मलाई दुःख छ कि मेरो राजमहल भित्रै यस्तो घटना भयो र यस भेदभावमाथि चुटको हान्दै सोही दिन पैसा दिएर काम्लेको चिया पसल खोलिदिनु भयो र आफै त्यहाँ गएर चिया पिएर यस धारणालाई चुनौती दिने निर्णय गर्नुभयो। साहुजी राम्रोसँग बुझ्थे कि समाज आदेशले होइन सन्देश र ठोस पहलले बदलिन्छ। साहुजी महाराज आफै मात्र होइन उच्च जातिका आफ्ना कर्मचारीहरूलाई पनि त्यही चिया पिउन लगाउँथे। कसको हिम्मत कि राजालाई नकारोस्? तपाई सोच्दै हुनुहुन्छ होला कि आजभन्दा 100-125 वर्ष अघि छत्रपति शिवाजी महाराजका वंशज महाराजा छत्रपति साहुजीमा अचानक यस्तो परिवर्तन कसरी आयो? उनले समाजको पीडा कसरी बुझे? कसरी? उनी भारतमा बनेको एउटा स्थापित धारणा तोड्न निस्किएका थिए। भनिन्छ पानीको स्रोत वर्षा, झरना, नदी र इनार हुन् र जीवनको स्रोत ग्रन्थहरू हुन्। त्यसैगरी कुप्रथासँग लड्न विचारधाराको स्रोत आवश्यक हुन्छ। जब कोल्हापुरमा जातिवाद र छुवाछुत चरममा थियो, त्यही समयमा सन् 1902 को कुरा हो। छत्रपति साहुजी महाराज इङ्ल्यान्ड जाँदै थिए। त्यति बेला उनको भेट जोधपुरका नरेश प्रताप सिंह महाराजसँग भयो। कुराकानी चल्यो, स्वतन्त्रताको कुरा भयो, समाजको चर्चा भयो। कुप्रथाहरूको सन्दर्भमा जोधपुरका नरेशले छत्रपति साहुजी महाराजलाई आर्य समाजको तत्कालीन आन्दोलनबारे जानकारी दिए। यहीँबाट उनको आर्य समाजसँग प्रारम्भिक परिचय भयो। भारत फर्किएपछि छत्रपति साहुजी महाराज वडोदराका महाराज श्री स्याजीराव गायकवाडसँग भेट भए। उनले पनि महर्षि दयानन्द सरस्वतीजीको बारेमा बताए र आर्य समाजका प्रचारक
मास्टर आत्माराम अमृतसरजीसँग भेट गराए। यस परिचयको परिणाम स्वरूप साहुजी महाराजले बुझ्नुभयो कि आउने खतराहरूबाट जुझ्न सक्ने यदि कोही छ भने त्यो आर्य समाज नै हो। यहीँबाट साहुजी महाराजले आफ्नो राज्यमा सुधार कार्यहरू सुरु गर्नुभयो। उहाँले मनमा सङ्कल्प गर्नुभयो कि वैदिक धर्म विश्व धर्म बनोस्। यही चाहनाबाट उहाँले कोल्हापुर नगरमा आर्य समाजको डङ्का बजाउनु भयो। जोड जोडले बजाउनु भयो। शिवाजी वैदिक विद्यालयको स्थापना गराउनु भयो। साहु दयानन्द नामबाट कलेज खोल्नुभयो। स्वामी श्रद्धानन्द नामको आर्य मन्दिर बनाउनु भयो। गुरु वध प्रतिबन्धक कानुन लागू गर्नुभयो। त्यो समयमा सबैभन्दा प्रभावशाली कुरा उहाँले कोल्हापुरमा 26,000 सत्यार्थ प्रकाश ग्रन्थ छपाउनु भयो। आफ्नो राज्यका सबै वरिष्ठ अधिकारीहरूका लागि ती ग्रन्थहरू वितरण गर्नुभयो। सत्यार्थ प्रकाशको अध्ययन र परीक्षा अनिवार्य बनाइयो। जातीय विभेद देशका अन्य भागहरू जस्तै महाराष्ट्रको कोल्हापुरमा पनि चरममा थियो। साहुजी महाराजले यस सामाजिक कुरीतिसँग जुझ्नका लागि धेरै रचनात्मक उपायहरू अपनाउनु भयो। भाषण दिने सट्टा उहाँले कामबाट उदाहरण दिन चाहनुहुन्थ्यो। जस्तो कि हामीले अहिले उहाँको चिया पसलको कथा तपाईलाई सुनायौं। उहाँ रोकिनु भएन, बरु 1902 मा उहाँले आफ्नै राज्यमा आरक्षण लागू गर्नुभयो, जुन एक क्रान्तिकारी कदम थियो। उहाँले सरकारी जागिरमा पछाडि परेका जातिका 50% मानिसहरूलाई आरक्षण दिने निर्णय गर्नुभयो। यो यस्तो निर्णय थियो जसले पछि गएर आरक्षणको संवैधानिक व्यवस्था गर्ने बाटो देखायो। उहाँले आफ्नो शासन क्षेत्रमा सार्वजनिक स्थानहरूमा कुनै पनि प्रकारको छुवाछुतलाई कानुनी रूपमा रोक लगाउनु भएको थियो। सबै वर्गका लागि उपनयन र वेदको शिक्षा व्यवस्था गर्नुभएको थियो। सबै भनिएका उच्च र तल्लो वर्गहरूलाई सँगै धार्मिक उत्सवहरूमा सहभागी हुन प्रोत्साहित गरियो। पछाडि परेका जातिहरूलाई उच्च शिक्षा दिलाउनका लागि छात्रवृत्ति दिइयो र त्यही छात्रवृत्तिबाट डाक्टर भीमराव अम्बेडकरलाई विदेश गएर पीएचडी गर्ने अवसर प्राप्त भयो। ध्यान दिनुहोस्, डाक्टर अम्बेडकरलाई यो छात्रवृत्ति मास्टर आत्माराम अमृतसरजीको सहयोगमा प्राप्त भएको थियो, जिनलाई साहुजी महाराजलाई वडोदरा नरेशले भेटाइदिएका थिए। मिति पनि 8 गते असार थियो, वर्ष 1920। तत्कालीन सौराष्ट्रको भावनगरमा आर्य समाजको अखिल भारतीय आर्य सभा परिषद भयो। यस सभाका प्रमुख अतिथि भएर आएका साहुजीले सम्बोधन गर्दै भन्नुभयो, सज्जनहरू, हामी अलि भारतवर्षको इतिहासतिर नजर डालौं। 1000 वर्ष अघिको भारतवर्ष र आजको भारतवर्षमा जमिन र आकाशको फरक छ। आज पराक्रम, जैन धर्मशीलता, उदारता, सद्गुणहरू हराइसकेका छन्। हजारौं कुसंस्कार र रूढी परम्पराले भरिएको भारतवर्ष देख्दा आश्चर्य लाग्दैन। बाल विवाह, बहुविवाह, महिलाहरूलाई शिक्षामा रोक, वर्णाश्रम धर्मको अव्यवस्था, यस्ता धेरै घातक रूढीहरूले आज समाजलाई निर्जीव जस्तै बनाइदिएको छ। आफ्नो भाषणको अन्त्यमा उनले भने कि वैदिक धर्मले मात्र देशलाई जागृत गर्न सक्छ। स्वामी दयानन्दजीले देखाएको यो धर्म विश्वव्यापी बन्नेछ। यद्यपि यस अघि पनि साहुजी महाराजले 1918 चैत 14 गतेमा दिएको आफ्नो भाषणमा भनेका थिए कि प्रत्येक व्यक्तिलाई अभ्यास र विचारको स्वतन्त्रता हुनुपर्छ। आर्य समाजले यसको अनुमति दियो, तर विकृत हिन्दू धर्मले यसको अनुमति दिँदैन। त्यसैले पाण्डे पुजारीहरूको धर्मले मानिसहरू बीच विभाजन सिर्जना गरिरहेको छ भने महर्षिजीले देखाएको वैदिक धर्मले मानिसहरूलाई एकजुट गरिरहेको छ। आज जब मानिसहरू भन्छन् कि साहुजी महाराजले त्यस समयमा हिन्दू सामाजिक न्यायको विचार स्वीकार गर्नुभएको थियो, तब उनीहरूले यो तथ्यलाई व्यवस्था गर्छन् कि साहुजी महाराजले जातीय प्रभुत्व, पुरुष प्रभुत्व र धार्मिक प्रभुत्वलाई अस्वीकार गर्नुभएको थियो, जुन जाति, पितृसत्ता, सत्ता वा कुनै एक जातिको अधिकार मानिन्थ्यो। आफ्ना विचारहरूमा उहाँले वैदिक विचारहरूलाई उदार आधुनिक परम्परासँग जोडेर भन्नुभयो कि यो पुराना हिन्दू विचारहरूको पुनरुत्थान होइन, बरु नागरिकताको विचारसँग सम्बन्धित नयाँ आधुनिक समाजको कल्पना हो। 6 गते भदौ 1922 कोलम दिन थियो जब साहुजी महाराजको निधन भयो। महाराष्ट्रको इतिहासमा साहुजी एक अमूल्य रत्न जस्तै हुनुहुन्थ्यो। उहाँले इतिहासमा आफ्नो अमिट स्थान बनाउनु भयो। साहुजी महाराजले आफ्नो सम्पूर्ण जीवन समाजका सबै क्षेत्रहरूको लोकतान्त्रिकरणका लागि मानव लगानी गर्नुभयो।
आज पनि सामाजिक, धार्मिक र राजनीतिक विमर्शमा उहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। उहाँ जातीय विभेदका कट्टर विरोधी हुनुहुन्थ्यो, किनभने उहाँ सामाजिक परिवर्तनका पक्षधर हुनुहुन्थ्यो। आज पनि हाम्रो समयमा साहुजी महाराजबाट धेरै कुरा सिक्न आवश्यक छ, विशेष गरी उहाँको सामाजिक न्यायप्रतिको प्रतिबद्धता, जाति उन्मूलन र महिलाहरूको मुक्ति र धार्मिक सद्भाव जस्ता मूल्य मान्यताहरूका लागि डाक्टर भीमराव अम्बेडकरजीले पनि एकपटक साहुजी महाराजको जन्म जयन्तीलाई भव्य उत्सवको रूपमा मनाउनु पर्ने बताएका थिए। महर्षि दयानन्द जीकेका अटल शिष्य र दलित मुक्तिको सन्देशवाहक आर्यन रेस श्री साहुजी महाराजको महान व्यक्तित्वप्रति हार्दिक श्रद्धाञ्जली। राजर्षि साहू महाराज, राजर्षि साहू महाराज, राजर्षि साहू महाराज।